हेलो गुड मर्निङ गाइस। है आजको चाहिँ काम चाहिँ भन्नुपर्दा बिहान बिहानै घाँसमा आएको छु अन्त आज यहाँ फुपासँग एक दुईवटा शब्द है घाँस एउटा कमेडी जस्तै गुवाबारी एउटा बिग्रेको सोध्ने छु म हेरिदिनु होला। गुवाबारी फुपा है नेपाल कता पर्छ? नेपाल यता नेपाल यता यता भारत 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 त यो देशभरि अनि हिन्दुस्तान चाहिँ कता पर्छ? हिन्दुस्तान पश्चिम साइड पर्छ यता उत्तर साइड भारतमा हिन्दुस्तान त भारतमा पर्दैन नि, अलगै छ नि अलग हिन्दुस्तान अलग छ अलग देश हो नि। त्यो हिन्दुस्तान त अलगै हो नि अलगै देश हो नि त पाकिस्तान अलगै। कसको फोन बोक्नु भयो? जुवाले दिएको जहिले दिएको? उठाउँदैन हिजो उठाएको थियो अच्छा खोइ त आज त उठाउँदैन त उठा भने यहाँ थिच्नु पर्छ नि अनि नम्बर भएन भने यहाँ नम्बर सिम लगाइदियो लगाएको छ अन्त 9947 फुपा है इन्डिया कता पर्छ? इन्डिया इन्डिया त अब भनौँ इन्डिया चाहिँ सिलगढीदेखि पाण्डेदेखि यता इन्डिया टक्कै त्यो होल हो नि त होल इन्डिया हिन्दुस्तान चाहिँ कुन देश हौ? हुने देश त मुस्लिम देश मुस्लिम देश नि? हिन्दुस्तान सबै मुस्लिम देश छ नि अलग अलग सबै मुस्लिमहरू मात्रै छ। त्यो हिन्दुस्तान पाकिस्तानको दुई किसिमको मान्छे छ त्यहाँदेखि उता चाइनाको अलगै चाइनाको चाइनै हो नि कहाँ कहाँ त्यो त अच्छा देश गुना क्या अनि हिन्दुस्तान मनपर्छ कि भारत मनपर्छ? भारत राम्रो नि हिन्दुस्तान चाहिँ हिन्दुस्तान त्यो बाहिर खालको त्यो पैसा अलगै त्यो हिन्दुस्तानको पैसा अलगै देश गुना भेष भन्छ नि। नेपालको सरकार चाहिँ को छौ? नेपाल सरकार अहिले छैन मार्यो अहिले मन्त्रीले चलाउँदैछ। नेपालको सरकारको नाम चाहिँ? नेपाल सरकार नाम वीरेन्द्र थियो वीरेन्द्र थियो त्यो मार्यो मैले चलाउँदै थियो। अनि भारतको सरकार चाहिँ? भारतको सरकार चाहिँ अब पहिलामा चाहिँ चिटफन्ड थियो चिटफन्ड हुँदाहुँदै त्यहाँदेखि महेन्द्र थियो महेन्द्र हुँदाहुँदै त्यहाँदेखि अहिले चाहिँ कसले चलाउँदैछ भारत? अहिले भारत अहिले महात्मा गान्धीले महात्मा गान्धीले। महात्मा गान्धी मऱ्यो नक्सा त देखाएको छ त्यहाँ अब अन्त हाम्रो यो पश्चिम बङ्गालको चाहिँ सरकार को हो? पश्चिम बङ्गालको अब यो ऊ होला मोदी सरकार। पश्चिम बङ्गालको चाहिँ मोदी